वेलकम बैक टू माई च्यानल भिडियो इज मी कल्लु वाइटी ब्लग होइन यो चाहिँ मेरो युट्युब जर्नीको फर्स्ट ब्लग रहेको छ होइन हामी चाहिँ आज तलतिर जानु लाग्यो दोकानतिर आजको वेदर पनि राम्रो छ दोकानतिर जानु लाग्यो चट्ट सामानहरू किन्न अलिअलि धेरै बोल्छ कि यो चाहिँ हाम्रो भुँडे ब्लग यो त हाम्रो मस्सु ब्लग हुनुहुन्छ यता मस्सु सर हाई भनिदिनुहोस् मस्सु सरको ब्लग के भयो प्युरी भन्छ यतातिर चाहिँ होइन यो चाहिँ अजुवा बोलिदिन्छ होइन गाई देखिए गाई जे केला देखे केला कस्तो मेरो बारी तेरो बालीहरू बनाएपछि बना नि तैँले नि होइन त ल है ल गाइज अब चाहिँ हामी चट्टपाडामा तल दोकानतिर गएर भेटिन्छ है त गाइज मासतिरबाट यत्रो तल आइसक्यो अब हामी चाहिँ उहाँ तल जाने हो उता स्टेसनतिर गइन्छ चट्टपाडामा होइन ब्याक टु ब्याक चलिदिने गाइज यता हाम्रो भुँडे ब्लगले चाहिँ मस्सु ब्लगलाई ट्रेनिङ दिँदैछ है गाइज भइया त तिम्रो त अनि बिगारेको नि अनि तेरो मसु लगायो नि त है ल हामी चाहिँ आइसक्यौँ यता तलतिर यता हाम्रो दिदीहरू हुँदो रहेछ मकै पिसेर आउनुभएको कि मकै पिसेर जानु लानु भएको होला सुँगुर ल है गाइज अर्ग्यानिक माल आयो अर्ग्यानिक कालो सुँगुर हो कि कस्तो सेतो हो आज यहाँ सुँगुर राख्नु भयो आयो 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 ए तेरिको कस्तो सुँगुर हो भएन कालो रातो सुँगुर सेतो सुँगुर कतिवटा एउटा हो दुईवटा रहेछ कति पर्यो नौवटा एक पिसको नौवटा 18,000 को आइसक्यो गाइज माल अब यो जान्छ यो चाहिँ हाम्रो गाउँको कति लाखको त्यस्तै धेरै परे 5 लाख सम्मको होला ल है गाइज आज वेदर चाहिँ कस्तो दामी छ है गाइज चट्टपाडामा सिनेमेटिक भिडियो बनाइदिने क्या दोकान आइसक्यौँ गाइज यही हो हाम्रो यो सेतो घर देखेको चाहिँ दोकान छ अब हामी स्टेसनतिर लाग्छौँ हाम्रो भलिबल खेलाडी सुनिललाई आउँदै हुनुहुन्छ हाम्रो आन्टी माथिबाट ल सबैजना एकदम यस्तो खान्छ न खान्नन् हाम्रो क्रिसमस सरको भ्लग के भयो कि बन्द भयो त सर हजुरको त हाम्रो दोकानमा आइसकेको छ अब त आन्टी कतिजना भएको हजुर अब हाम्रो आन्टी दोकान आउनु भएको रहेछ गाइज हजुर अब यो भ्लगर हो नि पुरै सब्सक्राइब गरिदिनु त्यहाँ यो अन्त चाहिँ टिकटकको बायोमा लिङ्क छ कल्लु वाइटी भ्लग है चौपारी आइसक्यो हाम्रो चाहिँ होइन मिठो हावा खाएर बसिन्छ यहाँ देख्नु सक्नुहुन्छ त्यहाँ हाम्रो अर्ग्यानिक माल पाकिरहेको गाइज कोदोको माल पाकिरहेको चट्टपाडामा अर्ग्यानिक है गाइज अर्ग्यानिक गाउँको एकदम शुद्ध अब देख्न सक्नुहुन्छ गाइज अब हामीले दोकानतिर जाने अब सामान लिन्छ नि है गाइज अब चाहिँ हामी अब एकछिन यहाँ अब यसो कप लगाएर बसिन्छ अनि तपाईँहरूसँग
त्यही दोकानतिर गएर भेटिन्छ है त गाइस त्यो भुँदै भएन खाबे नि टेप सेप निकालेर खाने चाउचाउ खाबे टेप सेप बालेर खाने बुझ्यौ नि अब लाग्दै यति कुरा गरे हैन दाइ भाउजूहरूले चट्टपारामा आज गेम खेल्ने रे हेर्नु गाइस अर्ग्यानिक झिलिङ्गा चट्टपारामा खोके पनि छैन क्या यस्तो देखिया छ हेर्नु अर्ग्यानिक झिलिङ्गा कस्तो दामी दामी छ छापस्टै हाम्रो ठुल्डाको दोकानमा आइदिनु होला सबैजना सामान किन्नलाई है लम्पसार पसेर बस्नु भएको हाम्रो मालिक हो मालिक जयपुर लाउरे अस्ति आएको भुजा निकाल्नु चौचौ 22 दिनमा सस्ता मस्ता छ दिजिए ना भुजा आयो गाइज यो त किन लानु पऱ्यो यो हालिदिनु बोनस दालमोट सालमोट यो पान्डाहरू लैदियो हुन्छ एक घन्टा 3टा ब्रान्डको पान्डा एक घन्टा बोकेर जान्छ सबै त्यो लानु एउटा अनि एउटा यो हालिदिनु अनि एउटा यो ढोङ्ग्रा नै हालिदिने अहिले यहाँ ढोङ्ग्रा ठुल्ड्याड्स ढुङ्ग्रा है गाइज ढुङ्ग्रा अर्ग्यानिक ल ढङ्ग्रा 80 90 100 130 भयो कि हाम्रो ढकालजी आउनुभयो ढकालजी पपडा गर्दै ढकाल सर कोच ल्याहा ढकालले मान्छे यहाँ चिट काट्नु परेका ट्राफिक सर के हो यस्तो सर्टकटमा अरू कि दालमोट छ भने दालमोट लिएर हिँड्नु एउटा दालमोट छानी कि माछा नि बिहार भाषण के भन्छ हो यो हालिदिनु 20 रुपियाँको 20 हो 50 भयो 110 राख्यो ल भयो ल अरू के लाने हो त नि हेर्नु है गाइस हाम्रो ठुल्ड्याड्सको दोकानमा सबै छ यता अन्ना गन्नाहरू पनि छ सबै लिने भए 8848 के चाहिन्छ सम्पर्क गर्नु होला सबै हामीले ल्याइदिइहाल्छौँ सट्टपारमा बाबु पुरै जाम त भएन फेरि अब यस्तो दोकानमा त आइयो अब ल गाइस अब हामी अब यस्तै छ अब घरतिरै गरौँ गाइजहरू हामी चाहिँ अब चट्टपारा मासतिर जानु लाग्यो है चट्टपारामा मासतिर बिचमा मासतिर गइन्छ यता हाम्रो मसु भगर हुनुहुन्छ मसु सर भ्लग नबनाऊ नि तपाईँले र अब चाहिँ हामी चट्टपारामा लागिसकेका छौँ गाई जब हामी माथि उहाँ ढुङ्गे बोको पुगिन्छ चट्टपारामा उतै गएर बस्ने हो च्याप्प लाएर त्यो माइजु क्यान भा लुगा धुनु भा क्या हो बाटो हिँड्ने छ गाइज हजुर के यस्तो हो क्या पर्बिन कति 5 ल है गाइज म चाहिँ अब पैसा जाँदैछु डलर यो चाहिँ उहाँ युकेको हामी चाहिँ लागिसकेका छौँ यात्रामा ल चट्टपारामा गाउँहरू जिन्दगी यस्तै छ लिने खायो गाइज के गर्ने हेर्नु त अर्ग्यानिक माल सुकाइरहेको छ गाइज अर्ग्यानिक जता हेऱ्यो त्यतै अर्ग्यानिक मालहरू छ होइन चट्टपारामा हामी चाहिँ अब हाम्रो लागिसकेका छौँ हामी पसलतिर पैसा साट्नलाई 100 रुपिस पैसा साटेर चट्टपारामा हामी अब लागिन्छ
के गर्नु अब काम छैन गाइस टाइम पास गर्नलाई कुद्नु पऱ्यो दिउँसोरी अर्ग्यानिक माल हेर्नु न गाइस माल यस्तो माल पाइन्छ त गाइस सहरतिर किनेर खान पाइन्छ त गाइस अर्ग्यानिक मालहरू ओए भाइ नाचे स्कुल गाइड टेन्सन त यसो सुँगुरु खोर्छ यतातिर हामी चाहिँ चट्टबारमा स्कुलतिर आइसकेका छौँ पढाइसकेका छौँ ल दोकानमा आइसक्यो हाम्रो माइजू पसलमा माइजू पैसा आँटिदिनु न 100 रुपियाँ हो कि 100 रुपियाँ पनि छैन होला नि खुजुरा 10-20 रुपियाँ पनि छैन यसो गाह्रो पार्नुभयो मान्छेले पैसा छैन भन्नुभयो खुजुरा पैसा जाए अब हामी चाहिँ अर्को दोकानमा लाग्ने छौँ लोकल भाले लम्मा चर्याप्प पारिदिउँ क्या गाइस त्यतिर चप्प पारेर क्वापकुप ल्यापलुप पारिदिइहाल्ने हो हाम्रो ऊ त मासतिरबाट आउँदैछन् है दाइहरू केटाहरू चाहिँ मलाई तलतिर दोकानतिर चट्टबारमा गएको यस्तै छ गाई मकै फलिरह मस्त चट्टबारमा हामी चाहिँ अब यता पुसाईको दोकानतिर आइसक्यौँ ल पुसाई पैसा आँटिदिनु 100 रुपियाँ 100 रुपियाँ खुजुरा गरिदिनु हेर्नु न होला नि पुसाइले चाहिँ पैसा आँटिदिनु 100 रुपियाँ बिबिसको दसको पापा छ दुईटा भनी हेर्नु नि प्रकाशको त्यतातिर होला नि यहाँ रहेछ त 4 जति रहेछ 40 60 अरे हाम्रो चाहिँ पैसा आइसकेको छ हातमा यसलाई हामीले अब मिलाउनु पर्ने हुन्छ गाइस पैसा चाहिँ त्यहाँ यस्तै छ दुइटै हातमा आउँछ गाइस अब कसरी मिलाउने पैसा गाह्रो पार्यो नि त होइन पैसा चाहिँ यस्तै मासतिरै गरौँ मिलाउँला पैसालाई यस्तो गरौँ मुठी गएर लगाम रहेछ दाइहरू चाहिँ मास्ति पुग्नु भइरहेछ मलाई पनि जित्नु भइरहेछ होइन हामी चाहिँ आइसक्यो कस्तो मिठो हावा चलिरहेको आनन्द सललल्ल होइन गाइज जुन सक्नुहुन्छ कागहरू उडिरहेको अगाडि दाइहरू जानु भइरहेको माथि चट्टबारमा बस्ने लोकेसनमा अब हजुरहरूलाई त्यहीँ गएर भेटौँला है त गाइज गाइज अब हामी चाहिँ हाम्रो मेन बस्ने ठाउँमा आइसक्यो घैयाहरू फलिरहेको छ मिठो पारमा यहाँ हामी बस्ने चाहिँ चट्टबारमा हामी यहाँ माथि गएर आनन्द बस्नुहुन्छ हेर्नु यस्तै छ जिन्दगी माङ्गोको रुख छ तर माङ्गो जति भ्याइसक्यो नि सबै चोरहरूले अब हजुरलाई म चट्टबारमा हाम्रो यो गाईढुङ्गे मन्दिर घुमाइदिन्छु गाइस एक लट यता छ हाम्रो सानो यता चाहिँ हाम्रो अलिक ठुलो योभन्दा मेन चाहिँ त्यहाँ माथिको गाइड यहाँ चाहिँ पूजापाठ गरी यस्तो छ गाइज होइन दर्शन नि गरिदिइहालौँ चट्टबारमा यस्तो छ पुरै भिड है गाइज त्यहाँ देउराली जुन सक्नुहुन्छ बुट थियो त उयो के अड्केको थियो अब हामी आइसक्यौँ चट्टबारमा यहाँ हाम्रो गाई माता मन्दिर गाईढुङ्गे भित्र हेर्न हजुर देखाइदिन्छु
देख्न सक्नुहुन्छ पुरै हावाहुरीले गर्दा फोहोर भयो गाइज। यस्तो छ यहाँ चाहिँ सबै केटाहरू बस्छन्। कहिलेकाहीँ माङ्गोको रुख यस्तो छ गाइज, आँपसाँप फले थियो भ्याइदियो नि त, के गर्ने यस्तै छ जिन्दगी के गर्ने। ल अब हामी मिठो पारामा हावा खाएर बसिन्छ गाइज होइन। ल अब पछि उठौँ ल गाइजहरू। हामी चाहिँ चट्टा पारामा मासतिरबाट होइन अब घरतिर आइसक्यो। सबै बेरोजगारी ग्याङहरू मिलेर हिँडिरहेछौँ, के गर्ने यस्तै छ जिन्दगी। कहाँ जाने रे दाइ? अब भिडियो बनाइदिनु होला नि त भाउजूहरू। अब त्यहाँ हाम्रो अब मुखबाङ भिडियो आउँदैछ गाइज, हेर्नु होला सबैले। के गर्ने यस्तै छ जिन्दगानी। टक्क हल्ले हिँड्ने खाए भइरहेको चलिरहेको जसरी नि। आइयो ओ माइजू, ओ माइजू, ए माइजू अहिले बेलुका आउँथ्यो पैसा लिन, पैसा लिन, पैसा लिन क्या पैसा, मासुको पैसा, मासुको पैसा दिनुभएको भएन र? ए त्यस भए उतै माग्नु जानु, मलाई अब नभन्नु। ल यता हाम्रो परबिन सरको चाहिँ घर आइसक्यो, उहाँ चाहिँ भित्र जानु भइसकेन गाइज चट्टो पारामा। अनि यस्तै छ लोकल माल हेर्नु गाइज, हाम्रो घरको होइन आरू फलिरहेको चट्टो पारामा छाल्ला, आरू पठाइदिने हो गाइज। अब चाहिँ हामी घर आइसक्यो नि दिदीहरूले, गाडीमा हालेर पठाइदिनु नि त। हुन्छ चट्टो पारामा घर आइसक्यो। ल अब बेलुका भेटौँ ल है त गाइज। ल गाइजहरू हामी चाहिँ घर आइसक्यौँ होइन चट्टो पारामा। अब चटपट बन्छ यहाँ, अनि यहाँ हाम्रो भिडियो हुन्छ, यता हुनुहुन्छ हाम्रो भिडियो खेल्ने मान्छे। कतिखेर बनाउनु चटपट अहिले होइन, उहाँहरू चट्टो पारामा। यता हाम्रो मम्सले चाहिँ तरकारी बनाउनु भयो, गावा गावा के भन्छ फर्सीको मन। यता चाहिँ हाम्रो यसो सर हुनुहुन्छ, सुतेर बस्नु, उहाँले नै आफ्नै भ्लग हेर्दै बस्नुभएको गाइज, एडिट गर्नुहुन्छ अब उहाँले चाहिँ घरमा। यस्तै छ घर चाहिँ गाइज होइन। ल गाइज अब चटपट बनाउने बेला देख्नु त अब गाइजहरू। अब चाहिँ हाम्रो मिठो चटपट बनिसकेको छ। अब मुखबाङ भिडियो नि बन्छ होइन गाइज। खै 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 साइड हटाउँ त जनताहरू। यहाँ चटपट कुकम्यान दुईवटा सेवहरू चटपटको हेर्नु कस्तो हेर्दै मिठो होला जस्तो गाइज। मसेले खाइसक्यो अलिकति, मसु भ्लगले। यसको चाहिँ अनुहार सर्जरी गरेर पर्ने भएको छ गाइज हेर्नु। सबै डन्डीफोरले बिगारेर धेरै केटीहरूसँग बोलेर यसको चाहिँ है गाइज। यसको यो चाहिँ अब हटाउनु पर्छ, उन्न नत्र गाह्रो गर्छ फेरि। हजुर अब आलु धेरै दिनु न है गाइज। उहाँलाई चाहिँ यस्तोमा दिनुभएको चटपट है, देख्न सक्नुहुन्छ। भेटौँला चटपट। सो गाइजहरू पानी परिरहेको छ आजको दिनमा चाहिँ। दिउँसभरि वेदर दामी भयो, अहिलेको वेदर चाहिँ कालै भएको छ है गाइज, देख्न सक्नुहुन्छ। त्यही पनि भ्यू त दामी देखिरहेको छ। आजको भ्लग भयो त। आजको भ्लग म यहीँ इन गर्न चाहन्छु गाइज। ल है त चट्टो पारामा बाई बाई। च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला, लाइक सेयर। ल है त गाइज।